दर्शक पनि देख्न सकिन्छ हामी चाहिँ यो हरियाली एउटा चौरी देखिरहेका छौँ। यो चौरी चाहिँ गुन्डुको ग्रिन ग्राउन्ड भनेर चिनिन्छ यो चौरीलाई। यहाँनिर चाहिँ धेरै मान्छेहरू पनि आएर यहाँनिर पिकनिक स्पोट जस्तो देखिन्छ। तर कहीँ कतै चाहिँ फोहोरहरू भइरहेको देख्न सकिन्छ। पुरै फोहोर फालिएको अवस्था देखिएको छ। यो यसरी चाहिँ फोहोर फाल्नु उचित चाहिँ होइन। एउटा सौन्दर्यलाई चाहिँ हामीले जोगाइराख्नु पर्ने आवश्यक हो। तर स्थानीय बासिन्दाहरूले यहाँनिर ठुलो चासो दिँदै पनि यहाँनिर चाहिँ फोहोरहरू फालिने गरेको रहेछ। यहीँभन्दा केही पर यता अगाडि चाहिँ प्लेन एउटा दुर्घटना भएको थियो केही समय अगाडि। त्यो दुर्घटना स्थल पनि अगाडि छ। एकदमै रमणीय ठाउँ देख्न सकिन्छ। तपाईँहरूले यो गुन्डुको चाहिँ ग्रिन ग्राउन्ड भनेर चिनिन्छ। यहाँनिर धेरै आज पानी परेर होला सायदै त्यति मान्छे नदेखेको। तर धेरै मान्छेहरू चाहिँ यहाँनिर पिकनिकको लागि आउनुहुन्छ। अझै अहिले पनि देखिन्छ थोरै मान्छेहरू गाडीहरू लिएर आएको यहाँनिर देखिएको छ। एकदमै रमणीय ठाउँ छ। देख्न सक्नुहुन्छ चारैतिर हरियाली नै हरियाली। यहाँको चाहिँ केही कुराहरूलाई चाहिँ उठाउन गइरहेका छौँ। यहाँनिरको हाम्रो स्थानीय दाजु हुनुहुन्छ, उहाँसँग केही कुराहरू पनि हामीले अहिले एकछिनमा राख्नेछौँ। अहिलेको लागि चाहिँ जुन यो दृश्य कैद भइरहेको छ, एकदमै प्रख्यात ठाउँ हो यो, गुन्डुमा रहेको छ यो ठाउँ।